उपचारात्मक शिक्षण यानी कि रिमेडियल टिचिङ भनेको के हो त? आजको यो भिडियोमा मैले तपाईलाई उपचारात्मक शिक्षण रिमेडियल टिचिङको बारेमा जानकारी दिँदैछु। कृपया भिडियो ध्यानपूर्वक हेर्नुहोला। उपचारात्मक शिक्षण यानी कि रिमेडियल टिचिङ, जसलाई हामी सुधारात्मक शिक्षण पनि भन्छौँ, र यो सुधारात्मक शिक्षण उपचारात्मक शिक्षण भनेको चाहिँ कमजोर विद्यार्थीहरूको सिकाइ उपलब्धि वृद्धि गराउने एउटा शिक्षण प्रक्रिया हो। जो विद्यार्थीहरू कमजोर छन्, ती कमजोर विद्यार्थीहरूको सिकाइ उपलब्धि बढाउनका लागि हामीले जसरी शिक्षण गर्छौं हो त्यो शिक्षण प्रक्रियालाई हामी उपचारात्मक शिक्षण भन्छौं। सिकाइको क्रममा जो पछाडि पर्न गएका विद्यार्थी छन् वा जसलाई विशेष सिकाइ आवश्यकता छ, विशेष सिकाइ समस्या छ, त्यस्ता विद्यार्थीहरूलाई छुट्टै तरिका अपनाएर विशिष्ट शैली, तरिका वा विधि मार्फत अध्यापन गराउने विधि नै उपचारात्मक शिक्षण हो। वा भनौं हामीले शिक्षण सिकाइका क्रममा कक्षा कोठामा विभिन्न किसिमका निर्माणात्मक मूल्याङ्कनका साधनहरू प्रयोग गरिरहेका हुन्छौं। विद्यार्थीको सिकाइमा सुधार ल्याउनका लागि भनेर हामीले निर्माणात्मक मूल्याङ्कनका साधन अन्तर्गत कक्षा कार्य, गृह कार्य, होइन, युनिट टेस्ट, मन्थली टेस्ट, धेरै प्रक्रियाहरू अपनाइरहेका हुन्छौं नि। यसो गर्दा गर्दै पनि यी निर्माणात्मक मूल्याङ्कनका साधनहरूको प्रयोग गर्दा गर्दै पनि बालबालिकाहरूमा अपेक्षित सुधार गर्न सकिएको हुँदैन। त्यस्ता बालबालिकाहरूमा चाहिँ विशेष सिकाइ समस्या हुन्छ। मतलब अरू बालबालिकाहरूलाई जस्तो प्रक्रिया मार्फत शिक्षण गरिएको हो त्यही प्रक्रियाले शिक्षण गर्दा ती बालबालिकाहरूको सिकाइमा सुधार ल्याउन सकिन्न हो। त्यस्ता विशेष सिकाइ समस्या भएका बालबालिकाहरूलाई अपनाउने, सिकाउनका लागि अपनाउने शैक्षणिक पद्धतिलाई नै हामी के भन्छौं? उपचारात्मक शिक्षण यानी कि रिमेडियल टिचिङ भन्छौं। यदि त्यसो हो भने अब रिमेडियल टिचिङका लागि के गर्ने त? त्यस्ता बालबालिकाहरूको सिकाइमा सुधार ल्याउनका लागि के गर्ने त भन्दा केही मैले तपाईलाई उपचारात्मक शिक्षणका मुख्य रणनीतिहरू यहाँ प्रस्तुत गर्दैछु। सबैभन्दा सुरुमा मैले हजुरलाई के लेखेँ भन्दा वैयक्तिक शिक्षण, इन्डिभिजुअल टिचिङ भनेको जुन बालबालिकाको जे समस्या हो नि त्यसको पहिचान गर्नका लागि हामीले चाहिँ इन्डिभिजुअल टिचिङ गर्नुपर्ने हुन्छ। इन्डिभिजुअल टिचिङ भनेको चाहिँ त्यो बच्चाको खास सिकाइ समस्या के हो, त्यो व्यक्तिलाई हजुरले चाहिँ उसको सिकाइ समस्यामा केन्द्रित रहेर, अरू बालबालिका होइन, अरू बालबालिकालाई अपनाउने तरिका होइन, त्यही बालबालिकासँग प्रत्यक्ष रूपमा भेटेर प्रत्यक्ष रूपमा उसलाई नै निगरानीमा राखेर तपाईले शिक्षण सिकाइ गर्नुहुन्छ भने त्यो वैयक्तिक शिक्षण। अर्को हजुरले दौतरी सहयोग, उसको चाहिँ पियर ग्रुपहरू, होइन, ऊ जस्तै समस्या भएका साथीहरू अरू को छन् सँगसँगै राखेर एउटा साथीले अर्को साथीलाई सिकाएर पनि यो उपचारात्मक शिक्षण गर्न सकिन्छ। सँगै हजुरको चाहिँ यो प्रत्यक्ष निर्देशन है, अब तपाईले विद्यार्थीलाई चाहिँ प्रत्यक्ष रूपमा उनीहरूलाई चाहिँ विभिन्न किसिमका सल्लाह सुझाव दिने, निर्देशन प्रदान गर्ने गर्न सक्नुहुन्छ। र यस्ता बालबालिकाहरूलाई अलिक बढी चाहिँ पुनर्बलको प्रयोग जरुरत हुन्छ। पुनर्बल अन्तर्गत पनि सकारात्मक पुनर्बल, त्यसकारणले गर्दा मैले तपाईलाई यहाँ पुनर्बल योजना भने। र अर्को मेथड भनेको मैले यो सेन्सरी मेथड भनेर भनेको छु। सबै बालबालिकाहरूले एउटै तरिकाबाट नसिक्ने हुन्छन्, हैन। कोही बालबालिकाहरूले चाहिँ छोएर अनुभव गरेर होइन, सुनेर हेरेर फरक फरक दृष्टिकोणले सिक्न सक्छन् नि। फर इक्जाम्पलको लागि तपाईले क सिकाउँदाखेरि बच्चाले केही गरी पनि क सिकाएन भने कमसे कम तपाईले चाहिँ उसको चाहिँ भनौँ न ढाडमा चाहिँ पछाडिबाट क भनेको यस्तो हुन्छ भनेर इसारा दिएर लेखाइदिएर पनि तपाईले के गर्न सक्नुहुन्छ? सिकाउन सक्नुहुन्छ। यस्तो मेथड चाहिँ फेरि सेन्सरी मेथड हो। सो मैले तपाईलाई के भने भन्दा उपचारात्मक शिक्षण भनेको यस्तो प्रकारको सुधारात्मक शिक्षण हो जसले जुन बालबालिकाहरूको चाहिँ विशेष सिकाइ समस्या छ नि ती सिकाइ समस्याहरूको समाधानका लागि सहयोग गर्छ। तपाईलाई यो भिडियो कस्तो लाग्यो? यस्तै भिडियोका लागि हामीसँगै रहनुहोला। धन्यवाद, नमस्कार।